वेलकम ब्याक सबैजनालाई मेरो मिनी ब्लगमा। फाइनली आज चाहिँ म राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम अधिवेशनमा जाँदैछु चितवनमा। अरू भिडियो चाहिँ म तपाईँहरूलाई चितवन पुगेर हाल्नेछु। फाइनली चितवन पनि पुग्यो अनि जर्सीहरू लिए, ऱ्याडको जर्सी लाएँ अनि महाधिवेशनको एउटा ऱ्याडको कार्ड लगाएँ अनि त्यसपछि म पुगेँ। अनि कार्यक्रम स्थलमा पुगेको त मान्छेको भिड त हे भगवान् बाटैभरि रहेछ। अनि मेरो ड्युटी चाहिँ गेटमा पऱ्यो, बाउन्सर अनि त्यसपछि पुलिस अनि म सुरुमा हामी गेटमै पऱ्यौँ। खुसी लागिरहेछ। अनि यसो टोयलेट जान्छु भनेको त बाटैभरि फेरि पत्रकारले यहाँ गफ लाउँदै रहेछ कि यस्तो उस्तो भनेर होइन। अनि यतिकैमा आजको दिन यतिकै गयो। अनि त्यसपछि हामी होटल गयौँ। होटल गएको त हाम्रो गृहमन्त्रीको गाडी पनि त्यहीँ रहेछ। फेरि भोलिपल्ट गएको त भित्र सांसदहरू छिरिस्या रहेछ। सांसदहरूको त्यहाँ फेरि चर्तीकला छुट्टै थियो, त्यहाँनिर हाउभाउ छुट्टै थियो। म चाहिँ हेरेको भएँ त्यहाँनिर। अनि त्यसपछि हामी कार्यक्रम स्थलमा छिरेँ अनि कुर्सी मिलाएर अनि यहाँनिर हलमा पुरै कुर्सी मिलाएर हामी चाहिँ रेडी भएर बस्यौँ। अब केही छिनमा एकछिन कार्यक्रम सुरु हुनेवालामा छौँ। जे होस् रमाइलो भइरहेछ। अनि भित्र कार्यक्रम सकेर बाहिर निस्केको त हाम्रो शिशिर खनाल परराष्ट्र मन्त्री चाहिँ बाहिर इन्टरभ्यू दिँदै हुनुहुँदो रहेछ। अनि एकछिन इन्टरभ्यू सुनेँ मैले पनि, म पनि छक्क परेँ उहाँको कुरा सुनेर। त्यहाँबाट हाम्रो परराष्ट्र मन्त्रीको इन्टरभ्यू हेरिसकेपछि बाहिर निस्केको त यसो बाहिर आएको त हाम्रो रवि दाइ र यहाँ कृष्णको फोटो बोकेर एकजना दाजु चाहिँ घन्टी हलाउँदै हिँड्दै हुनुहुँदो रहेछ। यहाँ फेरि पत्रकारले बाटो छेकेर बाटैभरि पत्रकार त्यहाँ छ। यिनीहरूलाई चाहिँ फेरि कहाँबाट के न्यु पाऊँ भनेर अनि बाटैभरि क्यामेरा तिर्साउँछ। जो आए पनि मुखमा क्यामेरा तिर्साउने काम गर्छ। अनि पत्रकारको कुरा सुने इरिटेट लागेर हामी चाहिँ कार्यक्रम स्थलमा गएँ। त्यहाँ गएको त यहाँ क्लिनर बहिनीहरू पनि रहेछ। मैले जिस्काइदिएँ, लजाएर त्यहाँ भाग्यो र बस्न झ्याउलाएर बाहिर निस्किएको त फेरि हाम्रो ऱ्याडको केटाहरू फेरि यहाँ गफ लाउँदै रहेछ। अनि त्यसपछि मैले उनीहरूको भिडियो खिचेँ अनि ऱ्याड भनेको के हो भनेर यता जिस्काइदिएँ मैले। अनि फेरि एकछिन न्युजहरूको त फेरि पुरा पत्रकार त घन्टेहरूको महाधिवेशनमा मासु भात खुवायो भनेर पुरै प्रचार गरिरहेछ। यसो के रहेछ भित्र भात खान गएको त कहाँको मासु भात दिनु, पुरै त्यहाँ केराउ र त्यो अनि पनिर रहेछ। अनि पत्रकारले नै भ्रम न्युज फैलाइदियो। अनि त्यसपछि त्यस्तो काम नगरिदियो भने हामीले पत्रकार पनि झर्काझर्की पऱ्यो। अनि खाना खाएर फेरि पनि कार्यक्रम स्थलमा गएको त त्यहाँ त फेरि सुदूरपश्चिमीहरूले देउडा गीत गाएर नाचेर बवाल मचाइरहेको रहेछ त्यहाँनिर हलमा। अब म चाहिँ स्टेजमा बसेर एकछिन हेरेँ। उहाँहरू रमाइलो गर्दै हुनुहुन्थ्यो, गर्मीमा बस्न नसकेर भित्र आएर रमाइलो गर्दै हुनुहुन्थ्यो। म चाहिँ एकछिन हेरेँ, म आफै दङ्ग परेँ कि कस्तो खाले डान्स रहेछ, कस्तो खाले दामी गीत रहेछ भनेर। ओ माई गड। अनि केही बेरमा कार्यक्रम सुरु गर्ने भनेर चाहिँ हामीले पुरै हल खाली गरेर हाम्रो ऱ्याड टिम चाहिँ एकछिन आराम गर्छौँ भने हामी ऱ्याड टोली चाहिँ आराम गर्नको लागि एकछिन गण्डकी ऱ्याड र मकनपुर ऱ्याड अनि चितवन ऱ्याड चाहिँ हामी सल्लाह गरेर एकछिन बस्यौँ, आराम गर्दैछौँ हामी। अनि भित्र बस्न झ्याउलाएर बाहिर खाजा खान्छु भने बाहिर निस्केको त उम्मेदवारहरूले आफ्नो भित्तामा फोटो टाँसेर यहाँ बेपत्ता बाँदरले जस्तो जताततै फोहोर गरेर राखेर रहेछ। अनि यसो मनमनै सरापे पुरानो र नयाँमा केही फरक देखिएन भनेर मैले मनमनै सरापेँ। अनि 7औं दिनमा चाहिँ मैले सांसदहरूसँग फोटो खिचेँ गरेँ होइन। ड्रेसमा फोटो खिच्न मिल्दैन अरे भनेर मैले चाहिँ आउट ड्रेस लाएर गएर अनि ड्रेसमा फोटो खिचेँ। अनि सांसदहरू पनि सबैजना आउनु भएको थियो। 182 जनामा समथिङ त्यस्तै 100 जना जति आउनु भएको थियो। अब मैले कोही सांसदलाई चिनेँ, फोटो खिचेँ, कोही अभियन्ताहरू आउनुभयो, मैले फोटो खिचेँ होइन। अनि सांसदहरू सबैजना त चिनिएन, मैले चिन्नेहरूसँग चाहिँ मैले फोटो खिचेँ होइन। त्यही हो, जे होस् रमाइलो भयो, दुःख पनि भयो। एक दिन एक रात चाहिँ नसुतिकन अब चुनाव गराइदिए, निर्वाचन सकाएर। अनि एक हप्तापछि चाहिँ हामी फाइनली घर फर्क्यो। सुख दुःख जे जस्तो भए पनि हामीले पार्टीलाई गरेको योगदान पार्टीले पनि नबिर्सियोस्, हामी पनि बिर्सिने छैन। रवि दाइले प्रधानमन्त्री पद त्याग्न सक्छ भने हामी 1-2 दिन नसुतेर नखाएर केही पनि हुँदैन। हामी पार्टीमा आस्था विश्वास गर्छौँ, पार्टीले देश बनाउँछ भन्ने हाम्रो धारणा छौँ। हस्त धन्यवाद सबै राष्ट्रबाट।